दोस्रो दिन बिहानै उठेर मुख धोई कपाल कोरे। उता कल्ला खोलाको डाँडामा घाम आइसकेको छ। आज चाहिँ औँसी भएकोले घरले झाडु लगाउने गर्छौँ। बच्चे चाहिँ अलरेडी अगाडि उठाइसक्नु भएको छ। अब म चाहिँ लेख्छु। माटो र गोबर रेडी भइसकेको छ। मैले चाहिँ घरले सुरु गरेँ। पल्ल घरले प्रसिद्धियो। घरमा नि घाम लागिसक्यो। गाईलाई चाटो खुवाउन धछाल जाँदैछु। चाटो खुवाएर घाँस हालेर घर फर्किन्छु। म धछालको घरमा पुगेँ। चाटो त राख्नु पर्यो अब गाईले खुवाउनको लागि। घर पुगेर चोतीको तरकारी पकाउँदैछु। भुवा बनाउनको लागि बज्जुबारीमा जाँदै हुनुहुन्छ। सबैजना आफ्नो ठाउँमा बसेर बनाउन सुरु गरिसक्नुभयो। सबैजनाले बनाउन सुरु गरिसक्नु भएको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। हजुर यता बच्चीले नै हाल्न सुरु गरिसक्नु भएको छ। यो भिडियोमा यति नै। धन्यवाद।